सबै प्रभुका प्रिय जनहरूप्रति मेरो न्यानो अभिवादन, जय मसीह साथै नमस्कार। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन्छु फेरि एउटा भिडियो बनाउने मौका दिनुभएको लागि। प्रिय मित्रहरू, आज हामी यो वचन एउटा छोटो दृष्टान्तबाट सुरु गर्नेछौँ। एउटा माछा नदीमा राम्रोसँग बाँचिरहेको थियो। नदीको पानीले उसलाई ताजापन, जीवन र अक्सिजन दिइरहेको थियो। तर एक दिन त्यो माछाले सोच्यो, म पानी बिना पनि बाँच्न सक्छु होला। त्यसपछि ऊ नदीको किनारतिर लाग्यो र पानीबाट हाम फालेर बाहिर निस्क्यो। पानीबाट बाहिर निस्केर उफ्रन्दा सुरुमा त उसलाई क्षणिक रमाइलो लाग्यो, तर केही क्षणमै उसलाई सास लिन गाह्रो भयो, शरीर सुक्न थाल्यो र ऊ मर्न लाग्यो। तब उसले महसुस गर्यो कि म त पानी बिना एकछिन पनि बाँच्न नसक्ने रहेछ। त्यो बेला कसैले उसलाई फेरि नदीमा हालिदियो। त्यसपछि मात्र उसले फेरि जीवन पायो। यो छोटो दृष्टान्त अनुसार हामी माछा जस्तै हौँ र परमेश्वर हाम्रो नदी हुनुहुन्छ। जबसम्म हामी उहाँमा रहन्छौँ तबसम्म हामीले जीवन, शान्ति र बल पाउँछौँ। तर यदि हामी परमेश्वरबाट टाढा हिँड्छौँ भने हाम्रो आत्मिक जीवन सुक्खा हुन्छ र जीवनको सार हराउँछ। त्यसैले परमेश्वरसँग गहिरो सम्बन्ध राख्नु अति आवश्यक छ। आज हामी परमेश्वरसँगको आत्मिक सम्बन्ध कसरी गहिरो या बलियो बनाउने भन्ने विषयमा केही तरिकाहरू बुदागत रूपमा हेर्नेछौँ। परमेश्वरको बारेमा केवल जान्नु र ज्ञान हासिल गर्नु मात्रै चाहिँ पर्याप्त छैन। उहाँ तपाईँ र मसँग गहिरो आत्मिक सम्बन्ध चाहनुहुन्छ। यदि तपाईँ आफ्नो सम्पूर्ण जीवन एक इसाई भएर जिइरहनु भएको छ, तर तपाईँलाई लाग्छ कि परमेश्वरसँगको तपाईँको सम्बन्ध चाहिँ एकदम सुक्खा र फिक्का छ, अथवा यदि तपाईँ एउटा नयाँ विश्वासी हुनुहुन्छ र परमेश्वरसँग कसरी नजिक हुने भन्ने विषयमा चासो राख्नु भएको छ भने यो वचन चाहिँ तपाईँको लागि हो। परमेश्वरसँग आत्मिक सम्बन्ध कसरी गहिरो बनाउने भन्ने विषयमा हामी बुदागत रूपमा हेर्नेछौँ। पहिलो बुदा, फर्स्ट पोइन्ट, निरन्तर प्रार्थना गर्नुहोस्। पहिलो थेसलोनिकेको पुस्तक 5 अध्यायको 17 पदमा यसरी लेखिएको छ, निरन्तर प्रार्थना गरिरहो। क्रिस्चियन जीवनमा निरन्तर प्रार्थनाको जीवन विकास गर्नु अति महत्त्वपूर्ण छ। प्रार्थना नै आत्मिक जीवनको सास हो। प्रार्थना भनेको परमेश्वरसँगको आत्मिक संवाद हो। यो केवल शब्द होइन, हृदयको भाव हो, जसद्वारा हामी परमेश्वरसँग बोल्छौँ, उहाँलाई धन्यवाद दिन्छौँ, माग्छौँ र उहाँको इच्छा बुझ्न खोज्छौँ। प्रार्थना गर्नुका केही फाइदाहरू छन्। हामी केही फाइदाहरू फेरि बुदागत रूपमा हेरौँ। प्रार्थनाले हाम्रो र परमेश्वरको बीचको सम्बन्धलाई नजिकमा ल्याउँछ। जस्तै कुनै मित्रसँग बोल्दा मित्रता बढ्छ। मानव सम्बन्धहरूमा जसरी निरन्तर कुराहरू गरिरहँदा सम्बन्धहरू गहिरिँदै जान्छ, त्यसरी नै परमेश्वरसँग पनि निरन्तर प्रार्थनामा कुरा गर्दा परमेश्वरसँग आत्मिक सम्बन्ध गहिरो हुँदै जान्छ। प्रार्थनाको दोस्रो फाइदा भनेको जीवनका कठिन निर्णयमा प्रार्थनाद्वारा परमेश्वरबाट मार्गदर्शन मिल्छ। तेस्रो, प्रार्थनाले चिन्ता र डर हटाउँछ र मनमा शान्ति ल्याउँछ। र चौथो फाइदा भनेको प्रार्थना पश्चातापको माध्यम पनि हो, जसद्वारा हामी परमेश्वरसँग क्षमा माग्न सक्छौँ। र अर्को फाइदा, प्रार्थना केवल आफैका लागि मात्र होइन, अरूको लागि पनि गर्न सकिन्छ। बिरामी, पीडित वा हराएका आत्माहरूका लागि पनि प्रार्थना गर्न सकिन्छ। र अर्को फाइदा,
मनमा शान्ति र सन्तुष्ट मिल्छ। र अर्को फाइदा विश्वासमा बलियो हुन्छ, परमेश्वरको सामर्थ्यको अनुभव गर्न पाइन्छ, निर्णयहरूमा स्पष्टता आउँछ, आत्मिक रूपमा वृद्धि हुन्छ, परमेश्वरले असम्भव कुराहरूलाई सम्भव बनाउन सक्नुहुन्छ। परमेश्वरसँग आत्मिक सम्बन्ध कसरी गहिरो बनाउने विषयमा दोस्रो बुँदा निरन्तर बाइबल पढ्ने र गहिरो बाइबल अध्ययन गर्ने। परमेश्वरको वचनमा समय बिताउनुहोस्। दैनिक रूपमा उहाँको वचन पढ्नको लागि तालिका बनाउनुहोस्। बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको पुस्तक हो। दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 16 पद। यो परमेश्वरले मानिसहरूलाई उहाँको आत्मा मार्फत दिएको सत्य, शिक्षा, निर्देशन र प्रतिज्ञाहरू हुन्। बाइबलमा लेखिएका वचनहरू परमेश्वरको मुखबाट निस्किएको जीवित वचन हो। किन हामीले परमेश्वरको वचन निरन्तर पढ्नुपर्छ? पहिलो कुरा, परमेश्वरको स्वभाव बुझ्नको लागि। वचन पढ्दा हामीले परमेश्वर कस्तो हुनुहुन्छ, उहाँको प्रेम, करुणा, न्याय र योजनाहरू बुझ्न सक्छौँ। भजन सङ्ग्रह 119 को 105 पदमा यसरी लेखिएको छ, तपाईको वचन मेरा घोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। अब दोस्रो, हाम्रो आत्मिक जीवनको उन्नतिको लागि, जसरी हाम्रो शरीरलाई बाँच्न र स्वास्थ्य रहनका लागि खाना चाहिन्छ, त्यसरी नै आत्मालाई पनि वचन चाहिन्छ। हामीलाई आत्मिक जीवन जिउनको लागि परमेश्वरको वचन चाहिन्छ। सुसमाचार मत्तीको पुस्तक 4 अध्यायको 4 पदमा यसरी लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ। किन हामीले परमेश्वरको वचन निरन्तर पढ्नुपर्छ? तेस्रो कारण, पापबाट टाढा रहनको लागि। वचन हाम्रो हृदयमा रहँदा हामी गलत बाटोमा पर्नबाट बच्छौँ। भजन सङ्ग्रह 119 को 11 पदले यसरी भन्छ, तपाईको विरुद्धमा पाप नगरौँ भनेर तपाईको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। चौथो कारण, विश्वास बलियो बनाउनका लागि। वचन सुन्दा या पढ्दा हाम्रो विश्वास बढ्छ। रोमीको पुस्तक 10 अध्यायको 17 पद। पाँचौं कारण, जीवनका निर्णयमा मार्गदर्शन पाउनको लागि। परमेश्वरको वचनले हाम्रो हरेक निर्णयमा स्पष्टता र बुद्धि दिन्छ। छैटौं कारण, परमेश्वरसँग सम्बन्ध गहिरो बनाउनको लागि। जब हामी वचन पढ्छौँ, हामी उहाँसँग कुरा गर्छौँ, उहाँको आवाज सुन्छौँ र उहाँसँग नजिक बन्छौँ। र सातौं कारण चाहिँ परीक्षा र प्रलोभनमा नपर्नको लागि। आठौं कारण, परमेश्वरको इच्छा थाहा पाउनको लागि। र अन्तिम चाहिँ शान्ति र आनन्द प्राप्त गर्नको लागि। हामीले बाइबललाई पढ्ने मात्रै होइन, तर बाइबल कण्ठ गर्ने अभ्यास गर्नु पनि अति राम्रो कुरा हो। र हामी कसरी परमेश्वरसँगको आत्मिक सम्बन्ध गहिरो बनाउने भन्ने विषयमा हामी तेस्रो बुँदा हेर्नेछौँ। यस प्रकार छ, नियमित रूपमा संगति या चर्च जानुहोस्। हेब्रीको पुस्तक 10 अध्यायको 25 पदमा यसरी लेखिएको छ, कतिजनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। संगतिमा नियमित रूपमा जानु क्रिस्चियन जीवनको अत्यन्त महत्त्वपूर्ण भाग हो। यसले हाम्रो विश्वास, आत्मिक जीवन र सामुदायिक सम्बन्ध बलियो बनाउँछ। संगति भनेको विश्वासीहरू बीच आत्मिक एकता, प्रेम र सहभागिता हो, जहाँ सबैजना मिलेर परमेश्वरको आराधना, वचन अध्ययन, प्रार्थना र एक अर्काको सेवा गरिन्छ। संगतिमा जानु भनेको केवल भेटघाट होइन, यो परमेश्वरसँग समय बिताउने अवसर हो। हामी आराधना गरेर, प्रार्थना गरेर र वचन सुनेर उहाँसँगको सम्बन्ध गहिरो बनाउन सक्छौँ। नियमित संगतिमा गएर हामी बाइबलको शिक्षामा बढ्छौँ
हामीले परमेश्वरको इच्छा बुझ्न र त्यस अनुसार चल्न सिक्छौँ। नियमित संगतिले हामीलाई एक अर्कासँग नजिक बनाउँछ, प्रेम, माफी र सहयोगमा बढाउँछ। संगतिमा हामी एक अर्काको लागि प्रार्थना गर्छौँ। दुःख, रोग वा समस्यामा हामी एक्लो हुँदैनौँ, किनकि आत्मिक परिवारले साथ दिन्छ। नियमित संगतिमा जाने व्यक्ति प्रलोभन र पापबाट जोगिन सक्छ। एक्लै रहँदा सजिलै निराशा, कमजोरी वा प्रलोभनमा पर्न सक्छ। संगति हाम्रो लागि अवसर हो अन्य विश्वासीहरूलाई माया, सहयोग र सेवा गर्ने। यसरी हामी ख्रीष्टको प्रेम व्यवहारमा देखाउँछौँ। संगतिमा हामी आफ्नो वरदान प्रयोग गर्न सक्छौँ, जस्तै गीत गाउने, सेवा गर्ने, शिक्षा दिने, सहयोग गर्ने। यसले परमेश्वरको महिमा हुन्छ। नियमित संगति गर्नेलाई परमेश्वरले आत्मिक रूपमा बढाउनुहुन्छ र उसको जीवनमा विश्वास, प्रेम र स्थिरता फलस्वरूप देखा पर्छ। यसैले संगतिलाई केवल एउटा कार्यक्रम नभई आत्मिक जीवनको आधार भनेर लिनुपर्छ। अब चौथो बुँदा, परमेश्वरसँगको सम्बन्ध गहिरो बनाउनका लागि निरन्तर आत्मिक अनुशासन कायम राख्नुहोस्। पहिलो तिमोथी 4:7-8 आत्मिक अनुशासन भनेको परमेश्वरसँगको सम्बन्धलाई बलियो बनाउनका लागि नियमित रूपमा प्रार्थना, वचन अध्ययन, संगति, आराधना, सेवा र आज्ञा पालन जस्ता अभ्यास गर्नु हो। यो हाम्रो आत्मिक जीवनलाई व्यवस्थित र जीवित राख्ने आत्मिक व्यायाम हो। जसरी शरीर बलियो बनाउन नियमित व्यायाम चाहिन्छ, त्यसरी नै आत्मिक जीवन बलियो बनाउन पनि आत्मिक अनुशासन आवश्यक छ। आत्मिक अनुशासनका मुख्य अभ्यासहरू दैनिक प्रार्थना, बाइबल अध्ययन, नियमित संगति, आराधना र स्तुति, सेवा र दान, पापबाट टाढा रहनु। परमेश्वरसँगको आत्मिक सम्बन्ध गहिरो बनाउने पाँचौं बुँदा यस प्रकार छ: आज्ञा पालन गर्ने र पवित्र जीवन जिउने। सुसमाचार यूहन्नाको पुस्तक 14:15 यसरी लेखिएको छ: तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। आज्ञा पालन भनेको के हो? आज्ञा पालन भन्नाले परमेश्वरको वचन र उहाँको इच्छा अनुसार चल्नु हो। अर्थात् जब हामी परमेश्वरले भन्नुभएको कुरा मनले मात्र होइन, व्यवहारमा पनि पालन गर्छौं, त्यो नै आज्ञा पालन हो। साँचो माया केवल शब्दमा होइन, तर आज्ञा पालनमा देखिन्छ। र पवित्र जीवन, पहिलो पत्रुसको पुस्तक 1:15 र 16 पवित्र जीवन भन्नाले पापबाट अलग भएर परमेश्वरलाई प्रसन्न पार्ने जीवन जिउनु हो। आज्ञा पालन र पवित्र जीवन, यी दुई कुरा एक अर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। आज्ञा पालन बिना पवित्रता सम्भव छैन र पवित्र जीवन बिना साँचो आज्ञा पालन पनि असम्भव छ। यी दुवै कुरा मिलेर नै हाम्रो साँचो आत्मिक जीवन बलियो र परमेश्वरलाई प्रिय बन्छ। परमेश्वरसँगको आत्मिक सम्बन्धलाई गहिरो बनाउनका लागि छैटौं बुँदा यस प्रकार छ: सेवा र प्रेममा आधारित जीवन जिउनुहोस्। सेवा र प्रेमको जीवन भन्नाले त्यस्तो जीवन बुझिन्छ जसमा मानिसले परमेश्वरको प्रेमलाई व्यावहारिक रूपमा देखाउने काम गर्छ। यस जीवनमा आत्मा केन्द्रित होइन, बरु अरूका लागि समर्पित हुने स्वभाव हुन्छ। बाइबल अनुसार यस्तो जीवन नै प्रभु येशू ख्रीष्टको जीवनको प्रतिरूप हो। सेवा भन्नाले अरूको हितका लागि निस्वार्थ रूपमा गर्नु हो। बाइबलमा मत्तीको पुस्तक 20:26 यसरी भन्दछ: जो तिमीहरूमा ठुलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको सेवक हुनुपर्छ। प्रेम भनेको आत्मत्याग र करुणाबाट प्रेरित व्यवहार हो। पहिलो योहन्नाको पुस्तक 4:8 भन्दछ: प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
सुसमाचार यूहन्नाको पुस्तक 13 अध्यायको 34 पदले यसरी भन्दछ, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। प्रेमपूर्ण जीवनका विशेषताहरू यस प्रकारका हुन्छन्। क्षमा गर्ने हृदय, अरूको भलो चाहने सोच, आत्मत्याग गर्न तयार रहने। जब प्रेम र सेवा एकैसाथ हुन्छ तब जीवन ख्रिस्ट जस्तै जीवन हुन्छ। प्रेमले हृदय चलाउँछ र सेवाले त्यस प्रेमलाई कर्ममा बदल्छ। प्रेम बिना सेवा शून्य हुन्छ र सेवा बिना प्रेम अधुरो हुन्छ। प्रिय मित्रहरू, हामीले परमेश्वरसँग आत्मिक सम्बन्ध गहिरो या बलियो बनाउनका लागि सबैभन्दा पहिला निरन्तर प्रार्थना गर्ने, निरन्तर बाइबल पढ्ने र अध्ययन गर्ने, नियमित रूपमा संगति या चर्च जाने, निरन्तर आत्मिक अनुशासन कायम राख्ने, आज्ञा पालन गर्ने र पवित्र जीवन जिउने, सेवा र प्रेममा आधारित जीवन जिउने। यो वचन सुनाइबाट परमेश्वरले हामी सबैलाई धेरै आशिष दिनुभएको होस्।